सो हेलो सबैजनालाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। आज चाहिँ म चाहिँ नेपालमा जुन किसिमले बढ्दै गएको चाहिँ इन्डियन टुरिस्टहरू छ हैन, अब आजकल चाहिँ बढिरहेको छ इन्डियन टुरिस्टहरू। यत्रो टुरिस्ट बढ्दाखेरि चाहिँ मैले विभिन्न समाचार माध्यमहरूमा चाहिँ टुरिस्ट बढ्यो, फोहोर मैलो बढी गऱ्यो भन्ने चाहिँ सुनिरहेको हुन्छु हैन। प्रायः जस्तो त्यस्तै नेगेटिभ न्युजहरू हालिरहेको हुन्छन् हैन। धेरै टुरिस्ट आयो, मुक्तिनाथ एरियामा गयो त्यस्तै फोहोर छ, पोखरामा त्यस्तै फोहोर छ, बाटोमा सुत्या छ, बाटोमा खाएको छ, फोहोर मैलो गरेको छ, त्यस्तो देखाइरहेको छ, त्यो प्रमोट गरिरहेको छ हैन। त्यो रियल न्युज पनि हो हैन। अब त्यस्तो गर्नु हुँदैन, त्यो आफ्नो ठाउँमा छ हैन। तर हामीले चाहिँ हैन के गर्नुपर्छ त भन्दाखेरि चाहिँ बल्ल बल्ल आएको टुरिस्टहरू छ भने चाहिँ त्यसको पोलिसी हामीले बनाउने हो, त्यसको जिम्मा आफूले लिने हो हैन। त्यसलाई आफूले कन्ट्रोल गर्ने हो, तिनीहरूलाई रुल्स रेगुलेसन आफूले सिकाउने हो हैन। किन बल्ल बल्ल टुरिस्ट आएको छ, अरू केही छैन हाम्रो। अब एकदमै टुरिस्टै नचाहिने जस्तो देश सबै आफ्नै सम्पूर्ण देश भए हामीलाई त्यो चाहिँदैन थियो है, त्यो चाहिँ मलाई लागेको कुरा। र त्यही भएर बल्ल बल्ल आएको टुरिस्टहरूलाई राम्रोसँग स्वागत गरौँ। सुरुमा त्यस्तै हुन्छ है। म अहिले जापानमा बस्छु हैन, यहाँ पनि विदेशी नै हो हामी हैन। तर यहाँको चाहिँ पसलहरू चल्ने चाहिँ धेरै जस्तो पसलहरू चल्ने, होटलहरू चल्ने सब चाहिँ टुरिस्टले गर्दै चल्छ। अब मैले काम गरिरहेको ठाउँ पनि 50% भन्दा बढीको चाहिँ सेल्स टुरिस्टबाटै आउँछ हैन, भिजिटरबाटै आउँछ। अब र यिनीहरूमा पनि हल्ला चल्छ, यहाँ पनि कुरा चल्छ हैन। अब टुरिस्टहरूलाई ब्यान्ड गरौँ, यो भएन त्यो भएन भन्ने पब्लिकको हल्लाहरू आउँछ, यहाँ पनि आवाजहरू आउँछ। यत्रो सम्पन्न देश, डेभलप कन्ट्री हो, त्यो हुँदा पनि यिनीहरूलाई त टुरिस्ट चाहिन्छ भनेपछि यिनीहरूले चाहिँ दया माया लाएर ल्याएको त होइन। केही न केही फाइदा हुन्छ नि टुरिस्ट आउँदाखेरि, त्यो फाइदालाई हेरेर लिएर आउँछ। फोहोर मैलो पनि हुन्छ, फाइदा पनि हुन्छ। अब त्यो कम्पेयर गरेर हेर्दाखेरि यिनीहरूको चाहिँ भिजन अनुसार चाहिँ यिनीहरूलाई चाहिँ इकोनोमिक ग्रोथ गर्नु छ भनेपछि टुरिस्ट आवश्यकता छ। फोहोर मैलो व्यवस्थापन आफूले गर्नु पर्यो, सिकाउनु पर्यो, त्यसको लागि पोलिसीहरू लिएर आउँछ, विभिन्न रुल्सहरू लिएर आउँछ। टुरिस्टलाई के कुराहरू नियम कानुन आएको, एउटा 30 दिनको भिजा लिएर आउने मान्छे हैन, कोही 10-15 दिनको हैन, यस्तो घुम्न आउने मान्छेलाई यिनीहरूले रुल्स सिकाउँछ हैन। त्यो हामीले पनि गर्न सकिएला। आउँदैन आइज भन्ने चाहिँ हुँदैन हैन, त्यस्तो भन्नु हुँदैन, त्यसो रोक्नु हुँदैन। बल्ल बल्ल अलिअलि आउँदैछ हैन। अब त्यसलाई चाहिँ स्वागत गर्नुपर्छ हैन। फोहोर मैलो हुन्छ, सुरुमा हुन्छ है। यहाँ पनि बाहिर पनि त्यही हो, सबै देशमा त्यही नै हो। हामी टुरिस्टै हो, हामीलाई यहाँ सबै कुरा थाहा भएर आएको होइन हामी पनि हैन। नेपालीहरू पनि कति ठाउँमा गएको छ विश्वको हैन, सबै कुरा सबै ठाउँमा थाहा छ भन्ने छैन नि त। काहीँ न काहीँ के थाहा नभएर गरेका कुराहरू हुन्छन् कति हैन, कति अब कल्चरल डिफ्रेन्सको कुराहरू हुन्छ। यहाँ पनि नेपालीहरू ड्रेस, अब तीजको कपडाहरू लाएर नाचिरहेको हुन्छ ट्रेनभित्र हैन। त्यो पब्लिक प्लेसहरूमा हल्ला गरिरहेको हुन्छ, रमाइलो गरिरहेको हुन्छ। त्यो एउटा कल्चरल डिफ्रेन्समा पनि पर्छ हैन। त्यो कुरालाई चाहिँ कन्सिडर गर्नुपर्छ। एज अ नेपाल पनि हैन, त्यत्रो विकसित देश होइन। अब बल्ल बल्ल आउँदै गरेको टुरिस्टहरूलाई चाहिँ कसरी फ्यासिलिटी पनि दिन्छ यहाँ पनि हैन। टुरिस्टको लागि फ्यासिलिटी कसरी दिने, त्यही अनुसार बिजनेसको ग्रोथ पनि हुन्छ। फेरि टुरिस्ट आयो भने होटल टुरिज्म बढ्छ। होटल टुरिज्म मात्रै नभए अरू टुरिज्महरू पनि बढ्छ। एडभेन्चरहरूदेखि लिएर अरू विभिन्न खालको टुरिज्महरू बढ्छ हैन। त्यो बढ्दाखेरि त फाइदा आफैलाई हुन्छ। फोहोर मैलो व्यवस्थापन पनि गर्नु पर्यो आफूले हैन। त्यो सँगसँगै त्यसलाई चाहिँ अब टुरिस्टहरूलाई सिकाउने, होटलभित्र जाँदैछ, होटलले रुल्स लिएर आउन सक्छ, होटलको आफ्नै रुल्स हुनसक्छ। यस्तो गर्न पाइँदैन, यस्तो खान पाइँदैन, यस्तोले बाहिरबाट सामान बोकेर आउन पाइँदैन। त्यो होटलले बनाउने रुल्स हो, आफ्नो व्यवहार व्यवसाय कसरी गर्ने भनेर हैन। अब कुनै पनि ठाउँमा एडभेन्चर हैन, मुक्तिनाथमै गयो भने त्यहाँको एरियाले हैन, हो त्यसको चाहिँ होला कन्ट्रोल गर्ने एरियाहरू होला मुक्तिनाथमा पनि हैन। अब व्यवस्थापन समितिहरू होला, तिनीहरूले चाहिँ रुल्सहरू लिएर आउने हो। बोर्डहरू टाँसेर हुन्छ कि हिन्दीमै लेखेर हुन्छ कि हैन, यस्तो गर्न पाइँदैन है, पब्लिकमा यस्तो गर्न पाइँदैन है भनेर त्यो कुरा बोर्डहरूमा लेखेर हुन्छ कि, अथवा चाहिँ बोर्डरमा जब पास हुन्छ हैन, बोर्डरमा पास हुँदाखेरि एउटा केही दिएर हुन्छ कि हैन।
हाम्रो यो छ है त घुम्ने ठाउँहरू, यस्तो यस्तो ठाउँमा हामी घुम्न पाइन्छ, यो ठाउँ यस्तो छ हैन, हाइकिङको लागि यो ठाउँ छ, अब हैन तीर्थयात्राको लागि यो ठाउँ छ हैन, अब मन्दिरहरू धार्मिक स्थलहरू यो हैन, नेसनल पार्कहरू यस्तो यस्तो छ भनेर त्यसको प्रमोसन सहित रुल्सहरू यस्तो गर्न पाइँदैन है, यहाँनिर यस्तो गर्न पाइँदैन भनेर एउटा सानो प्रिन्ट गरेर सानो एउटा प्रोस्पेक्टस जस्तो बनाएर एउटा इन्ट्री पास हैन छिर्दाखेरि त्यो दिँदाखेरि पनि हुन्छ नि, त्यति नगर्ने आफूले चाहिँ हैन। सो त्यसरी चाहिँ आएको टुरिस्टलाई रोक्नु भन्दा पनि हैन, टुरिस्टहरू आउँछन् हैन, त्यसरी नै एउटा टुरिज्म बुस्ट हुने हो, बल्ल बल्ल ग्रोथ हुन लागेको छ टुरिज्म हैन। त्यसलाई त हामीले त अझ प्रमोट गर्नुपर्ने हो हैन। अब एउटा दुईटा त्यस्तो देखिन्छ बाटोमा, अब यस्तो उस्तो फोहोरमैलो हुन्छ, टोटल कति आयो त नि जनसङ्ख्या डाटा हेर्नु पर्यो हैन, कति हो टोटल डाटा, कति हो एन्ट्री गरेको मान्छे हैन, कति छ होटलको अकुपेन्सी, कति छ हाम्रो मुक्तिनाथतिर गएको हैन, अब अरू हैन टुरिज्मको प्रभाव कति छ त्यो डाटा चेक गर्नु पर्यो नि त। अब हैन अब 1000 जना छिर्दाखेरि हैन 10-20 जना 30 जना त्यस्तो निस्किन्छ पनि हैन, हुन्छ पनि त्यो जहाँ पनि हुन्छ, त्यसलाई त्यही कुरालाई कन्ट्रोल गर्नलाई रुल्सहरू लिएर आउनुपर्छ हैन। त्यसरी चाहिँ हामी कन्ट्रोल गर्न सकिन्छ। यो चाहिँ मेरो त्यस्तो सोचाइ हो हैन। हाम्रो चाहिँ टुरिज्मलाई चाहिँ हामीले प्रमोटै गर्नुपर्छ। आज इन्डियामा प्रमोसन भयो भने भोलि उसको आफन्त आउँछ, भोलि ऊ फलानु आउँछ, ऊ आउँछ, के गर्दा एउटा हामीलाई इन्डियाको टुरिस्टले मात्रै हैन, पछि फ्युचरमा त्यसले मात्रै पनि हाम्रो कति हेल्प हुन्छ कि इकोनोमीमा। अब फरेन अरू कन्ट्रीबाट पनि आउला, एउटा टुरिज्म डेस्टिनेसन बन्छ नि त त्यसरी नै हैन। हामी चाहिँ त्यही भएर यो सुरुवात भएको छ, यस्तो सुरुवात जब टुरिस्टहरू आउँछ यस्तोमा चाहिँ हामीले वार्म वेलकमै गर्नुपर्छ आफ्नो देशमा हैन। अब त्यो चाहिँ मेरो सोचाइ हो है त। थ्याङ्क यू सो मच।